ब्लगको सुरुवात हाम्रो प्यारो कन्यामबाट भएको छ। टिकटक बवाल बन्दै रहेछ। आम्मामा कपाल डान्स हेरौँ न यार गाइज। हाम्रो चाहिँ दिन कसरी आउला हो यस्तो। आम्मामा चियाबारीमा टक्क हात समाएर हिँड्ने। यस्तो चियाबारी भएको ठाउँमा जन्मेर पनि के रमाइलो हो र। सँगै हात समातेर हिँड्ने मान्छे नभइदिएपछि दामी हान्दो रहेछ नि सरी जिन्दगी भरिको लागि सबैतिर किरण बनेर भएन 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 लाग्दो संसार दिक्क लाग्दो दिन के सुर्ता नलिएर बस्न देऊ एकैछिन यसले ताकुर भन्ने अबले कुराको कुरै दिनु दुःख दिएको छ देऊ छुट्टी एक दिन। त्यही हो कामधाम चाहिँ अहिले त्यस्तो छैन। अहिले चाहिँ घुम्यो पूर्ण रूपमा बेरोजगार भएर घुमाइछ। यो एजमा त मान्छेहरू आफ्नो भविष्य बनाइरहेको हुन्छ। हामी भन्दा म चाहिँ आफ्नो लाइनमा रमाइलो घुमघामतिर मात्रै ध्यान छ। सँगैको साथी हवाईजहाज माथि भन्थ्यो त्यस्तै साथीहरू सब बाहिर गइसक्ने कति प्रोसेसमा छ कति उडिरहेको छ होइन। सो त्यही हो ढिलो होला राम्रो होला भन्ने आशमा हिँडिरहेको अवस्था हो। ठिकै छ। दुःख पनि हल्का फुल्का आफ्नो ठाउँमै छ। सुख पनि आफूले कसरी लिन्छ त्यसमा भर पर्ने कुरा हो है। त्यही हो जिन्दगी चाहिँ जस्तो भयो भने हुन्छ भन्छ नि एउटा डाइलगै छ नि काम चाहिँ मजदुर जसरी रमाउने चाहिँ राजा जसरी हो। त्यही हो काम पनि मजदुर जसरी नै गर्ने हो रमाउनु पनि यस्तो मजाले जिउने हो। रमाइलो गर्नुमा नो कम्प्रोमाइज के भन्छ यार। बबाल छ यता हुँदीको बन्दै गरेको नयाँ होटलहरू। म चाहिँ यता हुँदी चाहिँ कहीँ निस्केको छैन। डाइरेक्ट कि त इलाममा बसिन्छ कि त ओरफिकलमा यस्तोमा पनि बसेर टक्क भ्यूहरू हेर्नु मन छ। त्यहाँ घर भाडामा पनि रहेछ। लिन चाहनुहुन्छ भने लिँदा हुन्छ फ्रीमै प्रमोसन गर्दै गऱ्यो नि त। सो यहाँ माथि पनि अहिले चाहिँ अलिअलि भाइरल हुँदैछ यो सिम्पानी भन्ने ठाउँ। यो जुन फिक्कल लिएको छ त्यहाँदेखि मासतिर म यतिको चाहिँ हुनुपर्छ केटा। आम्मामा यतिकै चाहिँ हुनुपर्छ क्या केटा। सो हामी चाहिँ उकालो चढ्दैछौँ है। म चाहिँ यो त्यो फिक्कल लेखेकोदेखि उतापट्टिको ठाउँ हो। ड्याम रहेछ। ओ यहाँ त करेन्ट रहेछ नि केटा। करेन्ट आयो के हो यो कराउने झाउँकिरी हो कि आम्मामा कस्तो कराइरहेको छ सुन्नुहोस् त गाइस। झाउँकिरी जस्तो लाग्यो यो त। कति बबाल डाँडा देख्न
सक्नुहुन्छ है। यहाँ चाहिँ एउटा झोला भेटिएको छ। यहाँ झोलाभित्र चाहिँ हेर्न सक्नुहुन्छ केही न केही छ होला खजना। हिँड्नु न हिँड्नु। जुम हुँदैन हो। ल हात यसो त फिजाउन, हात फिजाउनु।